शुभ मङ्गलम अहिले बजेर हुपहरू मर्निङ वाकमा भगवानलाई चारिका गर्दै हुनुहुन्छ। यो फुल त बेसरी राम्रो फुल छ ठुलो बोलेरै उनीहरुले के बोल्छ साथी बोला कायाला लागो हो कस्तो लागिरहेछ पुरो जयन्तीको शुभकामना छ यसो फुल समाएर फोटो खिचेको थियो मेरो फुलको जाडोमा तेरो बाटो भन्दै त्यही गर है ल हामीलाई फोटो खिचेछौ मिनको भनि हुनु अब तिम्रो के अरे सासूहरूलाई तपाईँ सबभन्दा जेठानी ठुलो मान्छे हो यहाँ साइनोले तिनीहरू सासू भने नि उमेरले कि थियो गो तपाईँलाई अलिकति डाइलग दिएर आउनु त म त त्यसै भन्छ हो त गएर बस उनीहरूले पाल्छ हो त होइन र के भन्नु यहाँ गफ गर्दै हुनुहुन्छ बजेहरू चारिकाको समयमा। त्यो पनि त्यही हो नि यता कौशिला बजेले झाडु मार्दै हुनुहुन्छ। कौशिला बजेले त मासु खानुहुन्न पहिला त खानुहुन्छ पनि भेजिटेरियन नो मासु चारिका गर्दै आफ्नो लक्ष्यतिर हुनुहुन्छ। उहाँहरू 50मा कुहिरो लायो भन्दै हेरेर बस्नु भइरहेको छ। खोइ पाउँछु जानु खाने बज्नु छ पाउँछु जानु खोइ पाउँछु जाँदा के तार्के रातो रातो छ नि खाली त्यो हो पाउँछ त्यसको उतापट्टिको खोला डन्डर खोला खोला ऊ डन्डर खोलिन्छ र पाउँछ के पट्टि यही खेबी गरे क्या रामदेखि घरमा त्यहाँनिर त क्या रामदेखि भारतीय डान्डर खोइ बजेहरू अहिले सेन्टर हेर्न आइराख्नु भएको छ। सेन्टर चाहिँ यस्तो प्रकारको छ कस्तो उजाले नहो खाटामा झन् यहाँ खाटाहरू त रहन्छ टोइलेट रहेछ खाटहरू थियो उता फेरि यहाँ ध्यान बस्ने ठाउँ बनाउने भनेर यहाँ राखेन यहाँ टोइलेट छ रोकिनै म बत्ती हालिदिन्छु। कतिजना आउँछन् ध्यान बस्न आउँछ नयाँ विदेशैले खाउने गर्नु पऱ्यो नि
विदेशको सहायता यहाँ त उभिने चल्नेहरू त बस्नु विदेशले घरहरूलाई नि म छ्यो 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 लौ मिना गयो गयो अनि त्यो पठाइ धुम चाहिँ धेरै गथाली बजेको घर जाने हो गथाली बजेको घर वहीसम्म पुऱ्याउँछु म अहिले बजेहरू चारिकाको क्रममा माथि आनन्द बाजेको घर जाँदै हुनुहुन्छ गथाली बजेको घर यहाँ बुद्ध जयन्तीमा फुल फुलिरहेको छ भने हंसराज माइती हराएर पुरै हेर्न चाहनुहुन्छ तर सक्नुहुँदैन बिचरा बेसरी गाह्रो हुन्छ बजे हिँड्दा हिँड्दै यहाँसम्म त आइपुग्नु भयो यता यहाँ सिरोथानबाट उक्लिने हुन्छ हे भगवान त्यहाँ उस छ कि अहिले उताबाट नसकेर यताबाट जाँदै हुनुहुन्छ केही भयो त नि हामी आउँछ अहिले उहाँहरू चारिका क्रममा कथा बजेको घर जानै हुन्छ भन्ने तपाईँहरूलाई थाहा नै छ गाममा आउँदाखेरि यो यिनीहरू खानु पाउँथ्यो र गएको सबैले टिना पाल्थ्यो लोट लाग्यो जाममा ल्याएको नङ्गै पछि यसोलाई नि कोठाइ धौँडाको बुढले फुल टाढा भाइ है खै त्यहाँ कति आमा गोटा भाडामा है खाने त तरी पोठै टाढाको मारे फेसबुक धसी बुढले कसले पर ईश्वर आइथ्यो नि आउनु बज्यो अहिले पूजामा आइथ्यो बजेहरू यता मोटर बाइकहरू आउने बाटोतिर आइसक्नु भएको छ भने पुरै हेर्दै घुम्दै घर घर कसको छ भने हजुर त्यहाँ किचन हो माया फुपूहरूको बजेहरू यहाँसम्म त आइपुग्नु भयो तर माथि धेरै सिडी छ Pero ya se cayó. Yo la nada así todo como. यो त यस्तो त केसी बिस्तारै Pero ya me llaman de nani. हजुर Pero ya oye ya. Pero ya es son ya. अहिले चाहिँ यताबाट गइने हुन्छ डोडोरे समाज घर हाम्रो होइन मायाको घर थियो यो चाहिँ सामान घर हुन्छ सामान राख्ने मात्र हो त्यो त सामान राख्ने मात्रै तरकारी खारे यो माया फुपूको माइरा छोराको कटेल समिट गरे तर काली गोबुर समिट गरे चाहिँ
बजेहरू यहाँ रोडमा मोटर बाटोमा आइसक्नु भएको छ गबु हे गबु अब 10 बजेको घरतिर जाँदैछौँ सुन्छु म त ढिलो बजेहरू नयाँ नयाँ घरहरू हेर्दै बुझु हिँड्नु भइरहेको छ जान्छ गबु के परेको न हजुर तिमी कहाँ खाइ है जान आत्नु म त कहीँ रोइछु यन्दा त्यो खपत चाहिँ आलु सुरलाई लो हेको सिचो खोबिसी खसी खैदी बुझिदिसी